र अब फेरि उही स्वाद. In celebration of 40 years, YY Classic. Uhi swad, uhi yaad. YY Classic. Uhi swad, uhi yaad. तपाईको फेभरेट रियल अब न्यू लुकमा. सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती बनाएको छ यस्तो फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म. नयाँ गुड नाइट 20 वर्ष र 20 करोड बोरा उत्पादनको अनुभव. मेरो देश मेरो जगदम्बा सिमेन्ट. Proud to be associated with कान्तिपुर समाचार. नमस्कार, कान्तिपुर समाचारमा स्वागत छ. म मेनुका श्रेष्ठ. सुरु गरौँ अहिलेका मुख्य समाचारबाट. प्रशान्त महासागरमा विकास हुने एल निनोले नेपालसहित दक्षिण एसियामा बर्खाको प्रणाली उलटफेर हुन सक्ने. प्राकृतिक विपदको जोखिम. बाली चक्र बिथोलिए. खाद्य सङ्कटको पिरलो. कङ्ग्रेसभित्रको शक्ति सङ्घर्ष झनै चर्किँदै. सभापतिबाट ठोस प्रस्ताव नआएको भन्दै देउवा कोइराला पक्षको समानान्तर गतिविधि तीव्र. एकअर्कालाई गलाउने रणनीतिले पार्टी एकता नै सङ्कटमा. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई अर्को चेतावनी. छिटो अघि नबढे केही पनि बाँकी नरहने भनाई. तेहरानको प्रस्तावमाथि कुनै प्रगति नभएको इरानको प्रतिक्रिया. रो आइसिसी विश्वकप लिग 2 मा नेपाल र स्कटल्यान्ड बीचको खेल जारी. टस जितेको स्कटल्यान्ड ब्याटिङमा. अघिल्लो खेलको बदला लिने लक्ष्यमा नेपाल. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा. अम्बे स्टिल्स जे बन्छ दिगो बन्छ. तपाईको फेभरेट रियल अब न्यू लुकमा. Extreme Energy Drink. नेपालको पहिलो र एकमात्र 60% बढी पकड शक्ति भएको सर्वोत्तम स्टिल. Extreme Energy Drink. जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास. जहाँ बालापन उमेरले छिक्दैन. मनको कलाकारिता कसैले रोक्दैन. जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ. योजना बदलिए पनि उमङ्ग उही. प्लान ए नभए प्लान बी त बनिहाल्छ नि. मास्टर शेफ बनाउँछन् केही खास. भित्ताले नि लिन्छन् स्वादको मिठास. जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास. एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास. KNP Nerolac Healthy Home Paints from Japan. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा. मौसमविदहरूले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिरहेका छन्. प्रशान्त महासागरमा उत्पन्न हुने एल निनो प्रणालीको प्रभावले आगामी 6 महिना तापक्रम बढ्नेदेखि कुनै ठाउँमा सुक्खा हुने त कतै भीषण वर्षा हुन सक्ने समेत आकलन गरिएको छ. यसको सिधा असर बाली चक्र र खाद्य सुरक्षासँग त जोडिन्छ नै, राष्ट्रिय अर्थतन्त्रलाई पनि प्रभाव पार्ने देखिन्छ.
गत वर्ष पनि खडेरीका कारण धान उत्पादन करिब 4% घटेको थियो। यसपटक पनि खडेरीको अनुमान भइरहँदा धान उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ। यस्तो अवस्थामा खडेरीबाट जोगिन खेतबारीमा के कस्तो सावधानी अपनाउने, धान रोप्ने समय असार साउनमै पानी नपरे के गर्ने, अब किसानले धान रोपाइको चक्र नै परिवर्तन गर्नुपर्ने पो हो कि वा के विकल्प अपनाउन सकिन्छ, यी लगायतका विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा हामीसँग हुनुहुन्छ। डाक्टर उज्जवल, यहाँलाई स्वागत छ। धन्यवाद। अब यसपटक मनसुनको समयमा पानी कम पर्ने, गर्मी बढ्ने मौसमविदहरूले प्रक्षेपण गरिरहेका छन्। यस्तो प्रक्षेपणहरू आइरहँदाखेरि कृषि बालीमा कस्तो असर पर्छ? पानी बिना त जीवन सम्भव छैन। त्यसै कारणले जसरी मानिसलाई पानी नभई हुँदैन त्यसरी प्रत्येक बाली नालीहरू छन्। बाली नाली लगायत धान, गहुँ, मकै सबैलाई पानी आफ्नो दैनिक जीवनयापनको लागि पानी चाहिन्छ नै। पानी भएन भने यदि जसरी मौसम प्रिडिक्सन हुँदै गइरहेको छ त्यो किसिमले पानी परेन भने आउने सिजनमा धानको उत्पादनमा ठुलो मात्राले असर पर्न सक्छन्। अब नचाहिएको समयमा यति धेरै पानी परिरहेको हुन्छ, आरी घुप्टे पानी परिरहेको हुन्छ, चाहिने बेलामा पानी पर्दैन होइन, मध्ये धान रोपाइको सिजनमा पानी परिरहेको हुँदैन। यो मौसमी प्रतिकूलको असरले जस्तो अब धानबारीमा असर देखिन थालेको छ, हामीले यो बाली चक्र नै अब परिवर्तन गर्नुपर्ने हो कि के देख्नुहुन्छ तपाईँ? एक्चुअली भन्दाखेरि जसरी मौसम परिवर्तन हुँदैछ त्यसै अनुसार चाहिँ देशकोमा विभिन्न ठाउँमा विभिन्न किसिमले पानी पर्दैछन्। इरेटिक रेनफल प्याटर्न हामी भन्ने गर्छौँ। पानी पर्ने यो दर जुन छन् र सीमितता छ त्यो विभिन्न क्षेत्रहरूमा फरक फरक किसिमको छ। त्यसै कारणले हाम्रो क्रपिङ क्यालेन्डरमा पनि चेन्ज गर्नुपर्ने छन् आवश्यकता अनुसार। र यो चाहिँ यसको लागि सरकारले एउटा विज्ञ टोली गठन गरेर कसरी हामी विभिन्न बालीको लागि विभिन्न किसिमका क्रपिङ क्यालेन्डरहरू हाम्रो परम्परागत रूपमा चल्दैछ त्यसलाई हल्का मोडिफाई गर्नुपर्ने देखिन्छ। जस्तो हामीले अब चक्र नै परिवर्तन गर्ने भन्दाखेरि पानी जुन समयमा पर्छ नि त्यो समयमा मात्रै हामीले बाली लगाउन सक्छौँ, त्यो सम्भावना छ? पानी जुन समयमा पर्छन् त्यो समयमा बाली लगाउन सकिन्छ। जस्तै धानको कुरा गर्ने हो भने आउने सिजनमा धानमा विशेष गरी समस्या देखिन्छन्। यो मौसममा जुन असारदेखि श्रावण भाद्रमा जुन पानी पर्ने हो त्यो घटेको छ। र त्यस कारणले के देखिन्छ भने सर्ट ड्युरेसनका भेराइटीहरू, छोटो अवधिमा पाक्ने धानका जातहरू हामी लगाउँछौँ भने ठ्याक्कै जुन बेला पानी पर्छ त्यही अनुसार पानी पर्छन् र त्यही अनुसार हामी धानको जात लगाउँछौँ भने अगाडि बढ्न सकिन्छ। यदि नर्मल राइसहरू छन् जुन हामीलाई सिँचाइको भरमा फ्लोडेड कन्डिसनमा धेरै पानीको भरमा जुन खेती गर्दै आएका छौँ त्यस्तो धानका जातहरू अर्थात् नर्मल धानका जातहरू लगाउँछौँ भने पानी पर्न अलि अप्ठ्यारो, के भन्छन्, धानको उत्पादन प्रोडक्सन लिन अलि अप्ठ्यारो पर्ने देखिन्छ। जस्तो हामीले यो खडेरी भएको अवस्थामा पानी सञ्चित पनि गरेर होइन यो पद्धतिबाट पनि हामी त्यो जान सक्छौँ कि सक्दैनौँ, त्यो सम्भावना छ कि छैन? सम्भावना छ। रेन वाटर हार्भेस्टिङ अहिलेको एकदम जल्दो बल्दो टेक्नोलोजी हो। रेन वाटर हार्भेस्टिङ गरेर हामीले हाम्रा जुन धानका जातहरू छन् त्यो धान समयमै लगाउने र त्यसको लागि अल्टरनेट वेटिङ एन्ड ड्राइङ टेक्नोलोजी छन्। केही दिनसम्म धान लगाउने, त्यसपछि जबसम्म माटोमा पानीको मात्रा मिनिमम हुन्छ त्यसपछि फेरि सिँचाइ गर्ने, फेरि 10 दिनसम्म 15 दिनसम्म कुर्ने, फेरि सिँचाइ गर्ने। यसरी अल्टरनेट वेटिङ ड्राइङ टेक्नोलोजी प्रयोग गरेर हामी धानको उत्पादन गर्न सक्छौँ। तर पानी पनि कसरी सञ्चित गर्ने भन्ने त हाम्रोमा त्यो पनि एउटा समस्या छ नि त। कहाँ सञ्चित गर्ने, कसरी गर्ने, त्यो पनि एउटा मुख्य समस्या छ। यो मुख्य समस्याको समाधान मलाई लाग्छ यो गभर्मेन्ट लेभलबाट हुन्छन्। रेन वाटर हार्भेस्टिङ टेक्नोलोजीहरू बनाउन सक्छन् होइन। इरिगेसनका फेसिलिटीहरू जुन छन्, सिँचाइका प्रविधिहरू छन्, अत्याधुनिक प्रविधिहरू, स्प्रिङ्कलर प्रविधि आएका छन् होइन, ड्रिप वाटर इरिगेसन छन्। त्यस्ता टेक्नोलोजीहरूलाई अझै द्रुतगत रूपमा विकास गर्नुपर्ने देखिन्छ। अरू के गर्न सकिन्छ भनिदिनुहोस् न। यो खडेरीको समयमा हामीले अरू विकल्प के अपनाउन सक्छौँ धान उत्पादनका लागि? विशेष गरी के हो भने धान उत्पादन गर्नको लागि मुख्य गरी किसान दाजुभाइ दिदीबहिनीहरूले सर्वप्रथम त यहाँलाई ड्राउट टोलेन्ट जातहरू लगाउनु पर्यो। सुक्खा सहन सक्ने धानका जातहरू खोजी लगाउनु पर्यो। यस अन्तर्गत हामीसँग सुक्खा 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा 5 र सुक्खा 6 धानका जात छन्। यी सुक्खा 6वटा धानका जातहरूमा सबभन्दा राम्रो र सबभन्दा पपुलर प्रसिद्ध जात चाहिँ सुक्खा धान 3 छन्। सकिन्छ भने यी सुक्खा धानका जातहरू लगाउने। त्यसपछि अर्को हामीसँग 2टा जात छन् धानको,
बहुगुणी 1 बहुगुणी 2 यसमा चाहिँ सुक्खा सहन सक्ने र बढी भयो अर्थात् पानीमा धान चाहिँ डुबेरी रह्यो भन्ने पनि यो चाहिँ बहुगुणी 1 र 2 चाहिँ निस्कन सक्छन् फ्लोडेड कन्डिसनमा पनि। त्यसै कारणले सुक्खाको धानको सिरिज बाहेक बहुगुणी 1 2 लगाउन सक्छन्। एउटा सबभन्दा राम्रो विकल्प भयो सुक्खा धान सहन सक्ने धानका जातहरू लगाउने। दोस्रोमा चाहिँ यसलाई हामी ड्राउट टोलेरेन्स स्ट्राटेजी भन्छौँ। दोस्रोमा चाहिँ ड्राउट स्केप स्ट्राटेजी पर्छन्। त्यस अन्तर्गत यो भनेको के हो? टोलेरेन्स सामान्य भाषामा के हो भने थोरै पानीमा पनि एउटा धान उत्पादन गर्नलाई पहिलाका दिनमा 10,000 लिटर पानी चाहिन्थ्यो 1 किलो धान उत्पादन गर्नलाई। अहिले हामीले वैज्ञानिक प्रविधिहरूद्वारा त्यो धान 1 किलो धान उत्पादन गर्नलाई 1000 लिटर पानी भए पनि पुग्छ। त्यस कारणले हामीले त्यस्ता धानका जातहरू छनौट गर्ने हो जुन धानको जातमा जसले आनुवंशिक रूपमै त्यस्ता सुक्खा सहन सक्ने गुणहरू हुन्छन्। जस्तोमा QDTY 12.1 QTL हुन्छन्। तिनीहरूले चाहिँ सुक्खा हुँदा पनि थोरै मात्रामा मोइस्चर हुँदा पनि सोइलमा मोइस्चर हुँदा पनि उनीहरू आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्छन्। सुक्खा धानहरू त्यस्तै छन्, त्यसमा विशेष गुण हुन्छ, विशेष जिन हुन्छन्। त्यसकारणले तिनीहरू थोरै पानीमा पनि बस्न सक्छन्। त्यसैको कम्पेरिजनमा जस्तै सावित्री, खुमलचार यी धानहरू सुक्खामा लगायो भने यी धानहरू बच्न सक्दैनन्। त्यो भेरिफाइड टेक्नोलोजी हो। हामीले इरीबाट ल्याएका धानका जातहरू छन् सुक्खा 1 देखि 6 सम्म। त्यसै कारणले यिनीहरूले के गर्छ सुक्खालाई सहन सक्छ। टोलेरेन्स भनेको सहन सक्ने भयो। हाम्रोमा अहिले त्यो प्र्याक्टिस छ कि छैन? हामीले त्यस्तो सुक्खा धानहरू रोपिरहेका छौँ कि छैन? हामीले 2012 मै 3वटा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3 यो सन् 2012 मा नेपाल सरकारले रिलिज गरेको छ। त्यसै गरी सुक्खा 4, 5, 6 चाहिँ सन् 2017 तिर रिलिज भएको हो। यसरी यो प्र्याक्टिस चाहिँ व्यापक रूपमा छन्। तर पनि सुक्खा 1 2 मा चाहिँ अलिकति चौकिनेसको मात्रा, चामलमा चौकिनेसको मात्रा भएकोले जुन क्वालिटी हुनुपर्ने हो चामलमा नर्मल क्वालिटी त्यो किसिमको क्वालिटी छैन। त्यस कारणले गर्दाखेरि त्यसको भनेको यसको स्वाद पनि अहिले जसरी हामीले जुन धानहरू चामलहरू खाइरहेका छौँ त्योभन्दा अलिकति स्वाद पनि अलिकति लो हुन्छ। अलिक फरक छ, अलि लो छ, अलिकति लो क्वालिटीको, लो टेस्टी छ। स्वाद खासै अब हुन्छ नि हजुर हो, नमिठो टाइपको, नमिठो किसिमको छन्। जबकि सुक्खा 3 चाहिँ बहुसंख्यक किसानले लगाइराखेका छन्। यसको स्वाद पनि मिठो छ, सबै गुणले यो भरिपूर्ण छन्। त्यसै कारणले सुक्खा 3 को जात चाहिँ नेपाली किसान मध्ये तराईमा बढी पपुलर छन्। त्यसै गरी घैया धानका जातहरू छन् जुन छरुवा विधिद्वारा मध्य पहाडमा पनि लगाइने गरिन्छ। घैया 1 2 3 धानका जात छन्। बर्सातको भरमा, सामान्य पानीको भरमा पनि यिनीहरूको रुट सिस्टम लामो हुन्छन्, अर्थात् जरा एकदम लामो हुन्छन्, तलसम्म जान्छ र पानी सोसेर लिन्छन्। त्यसलाई हामी ड्राउट एभोइडेन्स भन्छौँ। पानी सोसेर लिने र धेरै हिट भयो, धेरै तापक्रम भयो र यो सोइलमा मोइस्चरको कमी भयो भने पातहरू बेरिन्छ है। त्यो एरिया कन्ट्र्याक्ट हुन्छ, पातहरू त्यो इभेपोरेसन घट्न जान्छन्, जसले गर्दाखेरि त्यो घैया धानका जातहरू हामी लगाउन सक्छौँ यो त्यो ड्राउट एभोइडेन्स अन्तर्गत। त्यसै गरी अर्को स्ट्राटेजी छ ड्राउट स्केप भन्ने छ है। त्यसमा के हुन्छ, स्केप भनेको छल्नु हो, अर्थात् सुक्खा सुरु हुनुभन्दा पहिले नै हामीले मौसम प्रिडिक्सन गरेका हुन्छौँ। त्यो प्रिडिक्सनलाई लिएर सुक्खा सुरु हुनुभन्दा पहिले हामी के गर्न सक्छौँ भने त्यो हाम्रो सर्ट ड्युरेसनका भेराइटीहरू छन्। 120 दिन 110 दिनमा पाक्नेहरू जस्तै घैया 3 छ, कालो चामल 1 छ। त्यसै गरी भनेपछि खडेरीको समयमा सुक्खा धान रोप्नुको विकल्प छैन। अब खडेरीको समयमा सुक्खा रोप्नुहुन्छ भने भोलिको दिनमा पानी नभए पनि बर्सातको सामान्य पानीले पनि उत्पादन लिन सकिन्छ। उत्तम विकल्प हो खडेरीको समयमा। ठिक छ, हामी थप चर्चा गर्नेछौँ। पालो भएको छ ब्रेक हो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। अम्बे स्टिल्स, जे बन्छ दिगो बन्छ। Extreme energy drink. People say they get discomfort when they have ice cream. They describe sensitivity as this short, sharp sensation when they have something cold or hot. It may not go away on its own. Sensodyne gives you long-lasting protections against sensitivity. They can start eating the food, drinking the drinks that they enjoy. I recommend Sensodyne because it works.
हे भगवान मेरो सेतो कपाल घुरिराख्नु भएको छ 24 सेतो कपाल 24 फ्लोर सेतो कपालको चिन्ता छोड्नुहोस् र गोदरेज एक्सपर्ट रिच क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा। अब कपाल देखिन्छ सफ्ट एन्ड शाइनी। गोदरेज एक्सपर्ट रिच क्रिम। Extreme Energy Drink. Gain Pinirolac Healthy Home Paints from Japan. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। ब्रेकपछि न्यूज टकमा स्वागत छ। हामीसँग हुनुहुन्छ वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा। हामीले उहाँसँग रोपाइका समयमा यसपटक खासै पानी नपर्ने, मनसुनमै खडरी पर्ने, यो समयमा अब यसको सिधा असर धानमा देखिने, धान रोपाइमा पर्ने चिन्ता बढिरहँदा हामीले यसबाट कसरी जोगिने, कसरी सावधानी अपनाउने लगायतका विषयमा हामीले कुराकानी गरिरहेका छौँ। यहाँलाई स्वागत छ। अघि हामीले खडेरीको समयमा अब सुक्खा धानको विकल्प छैन, यो उत्तम विकल्प हो भनेर हामीले चर्चा गरिरहेका थियौँ। यो छ नि सुक्खा धानको बिउ चाहिँ हामीले जता पनि पाउँछौँ, सजिलै पाउँछौँ के हुन्छ? विशेष गरी सुक्खा धानको बिउ सीमित मात्रामा उत्पादन गरिएको छ, किनभने मौसम कस्तो हुन्छ भन्ने कुरा एक वर्ष पहिला प्रिडिक्सन नेक्स्ट इयरको कस्तो हुन्छ प्रिडिक्सन गरिएको थिएन। त्यसै कारणले यसका बिउहरू हामीसँग सीमित छन्, तर यो किसानहरूको थुप्रै सर्वसुलभमा छैनन्, तर किसानहरू चाहन्छन् भने देशका विभिन्न नार्क अन्तर्गतका कृषि अनुसन्धान केन्द्रहरू छन् तराई र पहाड गरी। त्यसै गरी कृषि जुन किसानलाई थाहा छैन उहाँहरूले कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्रहरू छन्, उहाँसँग सम्पर्क गरेर विभिन्न कृषक समूहहरूले सुक्खा धानका जातहरू उत्पादन गर्ने गर्छन्, तिनीहरूसँग समन्वय गरेर बिउ ल्याउन सक्छन्। अब किसानहरूलाई त अब बिउ छर्ने, धान रोपाइका लागि बिउ छर्ने अब यति बेला अब चट्टारो सुरु हुन लागिसकेको छ। यो अवस्थामा उनीहरूले कसरी सहजै बिउ पाउने, त्यो सहजै बिउ पाउन सक्ने सम्भावना छ? कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको सहयोगमा यिनी किसानहरूले सहजै बिउ पाउन सक्छन्। उनीहरूले कृषि ज्ञान केन्द्र, कृषि विकास कार्यालयका जुन कर्मचारीहरू हुन्छन् उनीहरू समन्वयमा विभिन्न ठाउँमा कहाँ कस्तो बिउ छन्, सुक्खा धानका बिउहरू छन्, उनीहरूलाई थाहा हुन्छन् र तिनीहरूले उपलब्ध गराउन सक्छन्। भनेपछि यो यसको उत्पादन जसरी हामीले नर्मल धान रोप्दाखेरि जति उत्पादन हुन्थ्यो त्यही ढङ्गको त्यसरी नै यो धान पनि त्यही ढङ्गको त्यही तरिकाले नै उत्पादन हुन्छ कि के हुन्छ? नर्मल धान जस्तै यो धान पनि उत्पादन हुन्छ। फरक यति हो कि नर्मल धानको लागि पानीको मात्रा धेरै चाहिन्छ। यो धानमा त्यसको आधा जति पानी भए पनि पुग्छन्। सामान्य मात्रामा सामान्य वर्षाको पानी पर्दा पनि सोइलमा मोइस्चर रिटेन भइराख्नु पर्यो, माटोमा चिस्यानको मात्रा सामान्य मात्रा भइराख्नु पर्यो। त्यसपछि यसले नर्मल यी धानहरूले नर्मल उत्पादन दिन्छन्। त्यसै गरी एउटा नयाँ प्रविधि पनि अहिले आएको छ, डिएसआर भन्ने, डाइरेक्ट सिडेड राइस भन्छ, जसरी हामीले गहुँ छर्ने गर्छौँ त्यसै किसिमले धानलाई सुक्खा खेतमै छर्छौँ। मोइस्चर सामान्य सोइलमा मोइस्चर छ भने र त्यसपछि त्यहाँबाट पनि हामीले जसरी नर्मल राइसमा यो उत्पादन लिने गर्छौँ त्यसरी नै उत्पादन लिन सक्छौँ। यसको लागि 30-40% लेस वाटर मात्र चाहिन्छ। भनेपछि त हरेक हिसाबले सुक्खा धानै रोप्नु पो अहिले त निकै फाइदा रहेछ हैन? सुक्खा धान लगायो भने फाइदा छन्। सुक्खा धानका भेराइटीहरूसँग हामीसँग लिमिटेड छन् र यसमा अझै बढी काम गर्नुपर्ने देखिएको छ। यो बिउ पनि के पहाडको लागि छुट्टै हुन्छ कि के हुन्छ? तराईको लागि छुट्टै, पहाडको लागि छुट्टै हुन्छ कि के हुन्छ सुक्खा धानको चाहिँ? सुक्खा धान लगायत अन्य पनि धानहरू नेपालमा चाहिँ 3 किसिमको जियोग्राफी छ, तराई, पहाड र उचिमाल। तराई समुद्र सतहदेखि लिएर 700 मिटरसम्मलाई हामी एउटा किसिमको तराईको धानको जातहरू लगाउँछौँ भने 750 देखि लिएर 1500 मिटर हाइटसम्ममा मध्य पहाडका धानका जातहरू लगाइन्छ। त्यसै गरी 1500 मिटर 1600 मिटरभन्दा माथि चाहिँ उच्च पहाडका धानका जातहरू लगाइन्छ। तराईमा गर्मी बढी हुन्छ, मध्य पहाडमा तराईभन्दा कम र उच्च पहाडभन्दा कम हुन्छ। उच्च पहाडमा चाहिँ 1600 मिटरभन्दा माथि चिसो बढी हुन्छ। त्यसै कारणले धेरै चिसो हुने ठाउँमा चिसो सहन सक्ने जातहरू लगाउन सक्नु पर्यो। जस्तै जुम्ली मार्सी सुन्नुभएको होला, चन्दनाथ 1, चन्दनाथ 3, त्यसै गरी लेकाली। यो सुक्खा धान पहाडमा चिसो ठाउँमा चाहिँ त्यस्तो राम्ररी फल्दैन। के गर्ने? पहाडका मानिसले चाहिँ के गर्ने त्यसो भए? पहाडको लागि सुक्खाको धानको विकल्पमा पहाडका किसानहरूले यहाँ चाहिँ डिएसआर मैले भने नि डाइरेक्ट सिडेड राइस भन्छ, त्यसमा खुमल 10 हामीसँग धानको जात छ, त्यसमा डिएसआरमा राम्रो उत्पादन दिएको छ। छरुवा प्रविधि भनौँ, धान छरुवा प्रविधि। त्यसै गरी
हामीसँग घैयाका धानका जातहरू छन् जहाँ गोर्खा त्यसै गरी नुवाकोट यी ठाउँहरूमा छरुवा प्रविधि पपुलर छ किसानहरूमा। त्यो ठाउँमा घैया 1, 2, 3 का जातहरू छर्न सक्नुहुन्छन्। त्यसै गरी हामीसँग रेनफेड राइस भेराइटीहरू छन् जसलाई बर्सातको भरमा खेती गर्न सक्ने धानका जातहरू। यिनीहरू पूर्ण रूपमा सुक्खा त सहदैनन् तर सामान्य बर्सात भयो भने राम्रै उत्पादन दिन्छन्। 3.5 मेट्रिक टन 3 मेट्रिक टनसम्म उत्पादन दिन्छन्, जसमा चाहिँ खुमल 3 छ, खुमल 18 छ, खुमल 16 छ। यी जातहरू मध्य पहाडमा लगाउन सक्छन्। उच्च पहाडको लागि त्यस्तो जातहरू सुक्खै सहन सक्ने आइडेन्टिफाई राम्रोसँग भएको छैन। भनेपछि सुक्खा धान चाहिँ सुक्खा बिउ चाहिँ तराईका लागि चाहिँ अझ बढी फलदायी हुन्छ। तराईको कन्डिसनमा हामीसँग सुक्खा धानका भेराइटीहरू छन्, तिनीहरू बढी फलदायी देखिएको छ। अब हामीले सुक्खा धानको विषयमा यति धेरै चर्चा गरिरहँदाखेरि कतिपय किसानलाई यस विषयमा थाहा पनि हुन नसक्ला। जति पनि तपाईँले चर्चा गर्नुभयो भन्नुभयो होइन यसका फाइदाहरू, सबै किसानहरू यी धानहरूबारे सचेत छन् जस्तो लाग्छ? विकल्पमा के गर्ने होला भन्ने बारे उनीहरू सचेत छन् जस्तो लाग्छ तपाईँलाई? मलाई लाग्दैन। केही प्रत्येक ठाउँमा लोकेसनमा हेर्नुहुन्छ भने केही किसानहरू अगुवा किसान हुन्छन्, प्रोग्रेसिभ फार्मर भन्छौँ, तिनीहरू धेरै सचेत हुन्छन्। तिनीहरू इन्फर्मेसन रेडियो, टिभी, पत्र पत्रिकाबाट लिइरहेको हुन्छन्, ट्रेनिङबाट लिइरहेको हुन्छन्। तर अधिकांश किसानहरू चाहिँ यो यसबाट खासै त्यो हुँदैनन्, परिचित हुँदैन। त्यसै कारणले उनीहरूलाई इन्फर्मेसन डिसिमिनेट गर्न जरुरी छ, उनीहरूलाई इन्फर्मेसन पुर्याउन जरुरी छ। भनेपछि यसमा सरकारले पनि अलिकति तदारुकता देखाउनु पर्यो। हजुर हो, सरकारको पहल हुनु पर्यो, जनचेतना हुनु पर्यो। जनचेतना। अर्कोतर्फ हामीले अब यो खडेरीको समयमा सुक्खा धान त एक विकल्पमा रोप्न सक्छौँ नै भनेदेखि अलिकति हामीले यो चैते धानलाई पनि बढावा दिन सक्छौँ कि के लाग्छ तपाईँलाई? चैते धान जस्तै अहिले मौसम प्रेडिक्ट गरिएको छ, अहिलेको समयमा पानी पर्छन् होइन। चैत वैशाखतिर पानी पर्दैछन्, जेठतिर पानी पर्ने र असारदेखि पानी नपर्ने त्यस्तो कन्डिसनमा चैते धानमा हामी लगानी गर्न सक्छौँ। जस्तो प्रत्येक वर्ष अब खडेरीको मार हामी खेपिरहेका छैन, यो विकल्पमा हामीले चैते धान पनि रोप्न सक्छौँ, अर्थात् चैते धानलाई पनि बढावा दिन सक्छौँ। हजुर, चैते धानलाई हामी मजासँग प्रमोट गर्न सक्छौँ। यसले गर्दाखेरि हाम्रो जुन बर्खे धानमा जुन लगानी लागेको छ र पानीको हामी वेट गर्दैछौँ, पानी धेरै मात्रामा चाहिएको छ, त्यो घटाएर हामी चैतेको यो उत्पादनलाई जोड दियो भने केही मात्रामा हामी चाहिँ टार्गेट मिट गर्न सक्छौँ, प्रोडक्टिभिटी बढाउन सक्छौँ। भनेपछि हामीले यो चैते धान यो देशैभर हामीले विस्तार गर्न सक्छौँ के छ? चैते धान विशेष गरी तराईको कन्डिसनमा हुने गर्छन् होइन। चैते धानको आफ्नै विशेषता छ। 110 देखि 120 दिनको अवधिको धानका जातहरू चाहिन्छ। त्यसै कारणले हामीसँग लिमिटेड मात्रामा जुन बर्खे धानमा भर्खे सिजनमा धान हुन्छ त्यो धान चाहिँ चैते सिजनमा नहुन पनि सक्छन्। चैते सिजनको लागि सुरुमा चिसो सहन सक्ने र पछि चाहिँ गर्मी सहन सक्ने जातहरू चाहियो। जस्तै हामी माघ फाल्गुनमा यसको बिउ छर्ने गर्छौँ, त्यो बेला चिसो हुन्छ र चिसो छल्न सक्नु पर्यो ती जातहरूले। त्यससँग हामीसँग केही जातहरू मात्र छन्, जस्तै चैते 2, चैते 5, हर्दीनाथ 1, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 यस्ता जातहरू छन् होइन। यी जातहरू लगायो भने चैतेमा राम्रो उत्पादन दिन्छन्। यिनीहरूको पाक्ने अवधि पनि छोटो ड्युरेसनको हुने गर्छन्, 110 देखि 120 दिनसम्म हुन्छन्। जस्तो अहिले यो समयमा खडेरीको समयमा हामीले अन्य बालीहरूलाई पनि अझ प्रवर्धन गर्न सक्छौँ कि जस्तो कोदो, फापर, गहुँ जस्ता खेती तथा अन्य नगद बालीलाई पनि हामीले अझ प्रवर्धन गर्न सक्छौँ कि विकल्पमा यो खडेरीको समयमा धानमा अलिकति बरु ध्यान नदिकन अन्य बालीहरूलाई अझ प्रवर्धन गर्न सक्छौँ कि? एकदम जेन्युन क्वेसन उठाउनु भयो, किनभने अहिले जुन सुक्खाको समस्या देखिएको छ त्यस्तो कन्डिसनमा क्रप डाइभर्सिफिकेसनको स्ट्राटेजी पनि हामी अगाडि बढाउन सक्छौँ। यस अन्तर्गत मिलेट, कोदो भन्छौँ होइन। मिलेट एकदम ड्राउट टोलेन्ट भेराइटी अन्तर्गत क्रप पर्छन्, जसले मजासँग सुक्खा सहन सक्छन्। सामान्य पानीको भरमा पनि, सामान्य बर्सातको पानी अथवा सोइलमा मोइस्चर छ भने, पानीको आर्द्रता छ भने कोदो हुन्छन्। त्यसै गरी सोर्गम हुन्छ। त्यसै गरी अरू बालीहरू छन्। सबभन्दा राम्रो विकल्पमा नेपालको लागि केसमा हेर्नुहुन्छ भने कोदो उत्तम विकल्प हुन सक्छन् सुक्खा सहन सक्ने ठाउँमा, अथवा जहाँ सुक्खा छ, खडेरी छ, त्यहाँ कोदो लगाउने। र अहिले उपयुक्त समय हो यो डेसिमिनेसनको, किनभने किसान अब बिउ छर्न जाँदैछन्। किसानले आफ्नो लोकेसनमा कस्तो पानी पर्छ पर्दैन त्यो बुझेर कोदो लगाउने कि धान लगाउने छान्न सक्छन्, चुज गर्न सक्छन्। ठिक छ, हामी थप चर्चा गर्नेछौँ। पालो भएको छ अर्को ब्रेकको।
शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। अम्बे स्टिल्स जे बन्छ दिगो बन्छ। Extreme energy drink. A fresh new look, a fresh new look. Same real goodness of fruits. तपाईँको फेभरेट रियल अब न्यू लुकमा। मेरो छाला फुस्रो लागिरहेछ कि मैले साबुनले अनुहार धुने हो र? नेभर एभर, किनकि यसले मेरो छालालाई सुक्खा बनाउँछ। मेरो उपाय हो जोय पपाया फेस वास, जसमा छ मेवाको सद्गुण, जसले मेरो छालाको राम्रो हेरचाह गर्नुको साथै दाग र कालोपन हटाउँछ। जोय पपाया फेस वास, दाग रहित छाला र कोमल सफाइको लागि। जोय, ब्युटिफुल बाई नेचर। Extreme energy drink. Introducing Hajmola Jeera, मस्त चटपटा अनि भरपूर ताजगी, मात्र रु 30 मा। KNP Nerolac Healthy Home Paints from Japan. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। ब्रेकपछि न्युज टकमा पुनः स्वागत छ। हामीसँग हुनुहुन्छ वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा। यहाँलाई पुनः स्वागत छ। धन्यवाद। अघि हामीले चर्चा गरिरहेका थियौँ, अब किसानहरूले का लागि अहिलेको समयमा खडेरी पर्यो भने उत्तम विकल्प के हुन सक्छ भनेर। अहिले किसानहरू पनि अब चिन्तित हुनुहुन्छ, रणभुल्लमा हुनुहुन्छ कि के गर्ने, खडेरी पर्यो भने के गर्ने, कस्तो रोप्ने, के गर्ने होइन। अब यही बेलामा अब उहाँहरू ब्याड राख्ने पनि सुरसारमा हुनुहुन्छ, तर अब यो ब्याडै पनि खडेरीका कारण सुक्ने हो कि भन्ने उहाँहरूलाई त्यो चिन्ताले समय रहेको छ। यो अवस्थामा एउटा कृषि वैज्ञानिकका हिसाबले तपाईँको सुझाव के छ किसानहरूलाई? सर्वप्रथम किसान दाजुभाइहरूले अहिले जुन बिउ छर्ने योजना बनाइराख्नु भएको छ त्यसको लागि उहाँले सिड प्राइमिङ भन्ने गर्छौँ। सिड प्राइमिङ भनेको बिउ खेतमा बिउ छर्नुभन्दा 2 दिन पहिला कम्तीमा 24 घण्टा पानीमा भिजाउने बिउलाई र त्यसपछि छर्यो भने अङ्कुरण हुन सजिलो हुन्छ, बिउ राम्रो उम्रन्छ। दोस्रो कुरा के हो भने जुन खेतमा यहाँले धान लगाउनुहुन्छ अथवा बिउ छर्ने जुन प्लट बेर्नको लागि बेड बनाउन सोइल बेड बनाउनुहुन्छ त्यहाँ चाहिँ अर्ग्यानिक म्याटरहरू कम्पोस्ट मलहरू माटोमा मिलाउनु पर्यो, जसले गर्दाखेरि कम्पोस्ट मलले के गर्छ भने मोइस्चर रिटेन क्यापेसिटी बढाउँछ, माटोमा पानी राख्न सक्ने क्यापेसिटी बढाउँछन्, क्षमता बढाउँछन्, जसले गर्दाखेरि के हुन्छ भने सामान्य माटोभन्दा पनि अर्ग्यानिक कम्पोस्टहरू राखिएको माटोले पानीको आर्द्रता सोचेर राख्छन् र बिउ उमार्न सजिलो गर्छन्। त्यसै कारणले 2 किसिमको स्ट्राटेजी अपनाउनु पर्यो। एउटा त सिड प्राइमिङ गर्नु पर्यो, बिउलाई चाहिँ पानीमा भिजाउने 24 घण्टा। दोस्रो चाहिँ खेतमा ब्याड लगाउनुभन्दा पहिला अर्ग्यानिक म्याटर कम्पोस्ट मलहरू हालेर माटोमा राम्रोसँग मिलाउने। र तेस्रो चाहिँ हामी चाहिँ के गर्न सक्छौँ भने मल्चिङ गर्न सक्छौँ। मल्चिङ भनेको माथिबाट छोप्ने हो, छोप्नु पराल हुन सक्छन्, घाँस पात हुन सक्छन्, तिनीहरूले हामी छोपिदियो भने भित्र माटोको जुन मोइस्चर इभेपोरेसन भइरहेको हुन्छ, बाष्पीकरण भइरहेको हुन्छ पानी, त्यो पानीलाई यसले रोकेर राख्छन्, जमिनलाई धेरै तातिन दिँदैन, माटोलाई तातिन दिँदैन र त्यसबाट बिउ उमार्न पनि सजिलो हुन्छ र माटोको आर्द्रता पनि बचाउन सजिलो हुन्छ। अब तपाईँले बिउ उमार्नका लागि के कस्तो गर्ने होइन, बिउलाई कसरी स्वस्थ बनाउने भन्ने कुरा त गर्नु नै भयो, तर अब खडेरीको समयमा होइन अब कस्तो खालके बिउ रोप्ने भन्ने, कस्तो खालके हामीले अब धान लगाउने, कस्तो खालके बिउ रोप्ने भनेर पनि त उहाँहरू रणभुल्लमा हुनुहुन्छ होला। त्यसका लागि चाहिँ सुझाव? जुन किसान दाजुभाइले चैते धान खेती गर्नुभएको छ, वर्षमा 2 चोटि धान खेती गर्ने व्यक्तिहरू पनि थुप्रै छन् होइन। चैते लगाउने, त्यसपछि चैते धान काटेर अर्को बर्खे लगाउने, यसरी श्रावणदेखि थुप्रै किसानहरूले असार श्रावणमा धान रोप्ने गर्छन् तराईमा। त्यस्तो केसमा के गर्ने भने छोटो अवधिका धानका जातहरू लगाउने। छोटो अवधिका धान भनेको जस्तै सुक्खा सिरिजका धान पनि भयो, त्यसै गरी अरू धान पहाडको केसमा हेर्नुहुन्छ भने खुमल बासमती भयो, खुमल 3 भयो। यी धानहरूलाई चाहिँ
साउनतिर लगाउनुहुन्छ भने साउनपछि पानी पर्ने सम्भावना देखिएको छ। त्यस कारणले गर्दा पछि थोरै पानीमा पनि यी छोटो अवधिका धानका जातहरू राम्रोसँग हुन सक्छन्। त्यसै कारणले किसान दाजुभाइले जातहरू छनौट गर्दाखेरि छोटो अवधिका धानका जातहरू, छोटो समयमा पाक्ने धानका जातहरू लगाउन सक्नु पर्यो, जसले गर्दा पानीको मात्रा पनि कम चाहिन्छ र उत्पादन पनि राम्रो हुन्छ। अघि हामीले सुक्खा धानको निकै चर्चा पनि गऱ्यौँ होइन। यो अब अहिलेको लागि खडेरीको समयमा राम्रो विकल्प रहेछ कि उत्तम विकल्प रहेछ होइन। यो नर्मल धान र सुक्खा धान पाक्न एउटै समय लाग्छ कि के हुन्छ, फरक फरक समयमा अझ कि सुक्खा धान अझ छिटो पाक्छ कि के हुन्छ? विशेष गरी सुक्खा धानमा स्ट्रेस पर्ने गर्छन्। स्ट्रेस भनेको तनाव हो हैन। स्ट्रेस पर्दाखेरि जुनसुकै धानमा स्ट्रेस पर्दाखेरि नर्मल इरिगेटेड राइस भन्दा स्ट्रेस धानमा पर्यो भने त्यो अलिकति चाँडै पाक्ने गर्छन्। त्यसै कारण नर्मल राइसहरू जहाँ इरिगेसनको फेसिलिटी छन्, जहाँ सिँचाइको सुविधा छन्, त्यस्तो ठाउँमा धान लगायो भने त्यसको पाक्ने अवधि अलिकति बढ्न जान्छ। तर स्ट्रेस कन्डिसनमा कुनै धान लगायो भने त्यसको पाक्ने अवधि घट्न जान्छ, 1 हप्ता 20 दिनले पनि घट्न सक्छन्। तर सुक्खा धानहरू र सुक्खा लगायत अन्य घैया धानहरू जुन छन् त्यसको पाक्ने अवधि नै चाहिँ 110 देखि 120 दिनसम्म छ। त्यसै कारणले नर्मल धानहरू 170 दिनसम्म पाक्छन्। जस्तै उच्च पहाडमा जानुहुन्छ भने 190 दिन लाग्छ धान पाक्नलाई। त्यसै गरी मध्य पहाडमा जानुहुन्छ भने सामान्यतया धान पाक्नलाई 140 देखि 160 दिन लाग्छ। तराईमा जानुहुन्छ भने 130 देखि 150 दिन लाग्छन्। जबकि यो सुक्खा धानहरू छन्, घैया धानहरू छन् 110 देखि 120 दिनमा पाक्दैछन्। त्यसै कारणले यति ड्युरेसनको अन्तर छन्, जुन अवधि छन् त्यो अवधिले पनि सङ्केत गर्छन् कि हामी लामो ड्युरेसनका धानहरू लगायौँ भने, लङ ड्युरेसन राइपेनिङ भेराइटी लगायौँ भने त्यो सक्सेस हुँदैन हैन। हस्, यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा। यसपटक रोपाइका समयमा खासै पानी नपर्ने, मनसुनमै खडेरी पर्ने पूर्वानुमानहरू मौसमविदहरूले गरिरहेका छन्। यसको सिधा असर धानमा देखिने चिन्ता बढिरहँदा खडेरीबाट जोगिन के कस्तो सावधानी अपनाउने, धान रोप्ने मध्य समय असारमै पानी नपरे के गर्ने लगायतका विषयमा हामीले केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौँ। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। प्रशान्त महासागरमा विकास हुने एल निनोले नेपालसहित दक्षिण एसियामा बर्खाको प्रणाली उलटफेर हुन सक्ने, प्राकृतिक विपदको जोखिम, बाली चक्र बिथोलिएर खाद्य सङ्कटको पिरलो। कङ्ग्रेसभित्रको शक्ति सङ्घर्ष झनै चर्किँदै, सभापतिबाट ठोस प्रस्ताव नआएको भन्दै देउवा कोइराला पक्षको समानान्तर गतिविधि तीव्र, एकअर्कालाई गलाउने रणनीतिले पार्टी एकता नै सङ्कटमा। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई अर्को चेतावनी, छिटो अघि नबढ्ने केही पनि बाँकी नरहने भनाई, तेहरानको प्रस्तावमाथि कुनै प्रगति नभएको इरानको प्रतिक्रिया। र आइसिसी विश्वकप लिग 2 मा नेपाल र स्कटल्यान्डको बीचको खेल जारी, टस जितेको स्कटल्यान्ड ब्याटिङमा, अघिल्लो खेलको बदला लिने लक्ष्यमा नेपाल। कान्तिपुर न्युज टक अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।